ती मानिसहरूलाई राजनीतिक दलले हजुर उनीहरूको बाध्यता छ कि त्यो व्यक्तिलाई स्थानीय पालिकामा होस् प्रदेशमा होस् या सङ्घमा टिकट दिनु नै छ किनभने ऊ आफ्नो नजिकको मान्छे हो या ऊ जेल बसेको छ या ढुङ्गा हानेको छ 40 वर्ष टायर बालेको छ अर्थात् आफ्नो पार्टी चलाउनका लागि या घरै चलाउनका लागि पनि चेकमा या क्यासमै सहयोग गरेको छ हो त्यो सिस्टम नै गलत छ त्यो मान्छेले यति पैसा खर्च गरिसकेपछि उसले टिकट पाउँछ भने उसले त त्योभन्दा 10 गुणा उठाउन खोज्छ नि त अनि यो सिस्टम चाहिँ मान्छेले किन बुझिदिनु पर्यो भन्दाखेरि यसपालि तपाईँलाई 1 महिना कसैले पार्टी गरिदिएछ मासुभात खुवाछ अथवा केही गरेछ भने त्यो तपाईँको 5 वर्ष त तपाईँले दुःख पाउने हो नि त 5 वर्षभरि तपाईँले धुलो खेप्नु पर्यो तपाईँ खाल्डो एक्सिडेन्टमा पर्नु पर्यो तपाईँले फोहोर देख्नुहुन्छ तपाईँले स्वास्थ्यको सेवा पाउनुहुन्न सरकारी कार्यालयहरूमा लाइन बस्नुपर्छ यो समस्या त 5 वर्ष आफैले भोग्नुपर्छ नि त यो कुरा चाहिँ यो बितेको 5 वर्षमा यसपालि बुझ्नु भएको छ तपाईलाई पार्टीहरूमाथि चाहिँ वितृष्णा किन स्थानीय सरकार स्थानीय निर्वाचन